Hello everyone, my name is Deep Gurung. Today's topic is about a जिगर जिगर भने चाहिँ के त जिगर भनेको चाहिँ एउटा सामान्य बारमा धेरैभन्दा धेरै प्रयोग गरिने चाहिँ उपकरण हो। बारमा रहेको तरल पेय पदार्थलाई चाहिँ हामीले नाप्नको लागि स्पेसली चाहिँ रक्सीहरूलाई चाहिँ नाप्नको लागि चाहिँ हामी प्रयोग गर्छौँ र तपाईहरुले चाहिँ बुझ्न सक्नुहुन्छ यो जिगर बिना चाहिँ कति गाह्रो हुन्छ भन्ने कुरा बारमा हैन। एक्युरेट चाहिँ क्वान्टिटीहरू चाहिँ हामीलाई फिल हुँदैन, हामीले कति दिनुपर्ने कति चुहाउनु पर्ने भन्ने चाहिँ थाहा हुँदैन। र जिगरको टाइपको कुरा गर्नुपर्दा देयर आर 3 टाइप्स अफ जिगर। एउटा रहेको छ मेरो हातमा जुन देख्न सक्नुहुन्छ जापानिज जिगर भनिन्छ। अर्को जिगर रहेको छ यसलाई चाहिँ हामीले बेल जिगर भन्छौँ र अर्को जिगर पनि छ यो चाहिँ हामीसँग नभएको हुनाले गर्दा तपाईलाई चाहिँ यता माथि चाहिँ यता फोटोमा चाहिँ देख्न सक्नुहुन्छ यसलाई भन्छ क्लासिक जिगर। इट वाज ओरिजिनेटेड फ्रम द कन्ट्री अफ अमेरिका इन द सिटी अफ सिकागो। र थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु होला र आगामी दिनहरूमा पनि म यस्तै नयाँ नयाँ भिडियोहरू निकाल्ने छु।